हेलो गाइज वेलकम टु माई न्यू ब्लग। तपाईँहरूको बिहान सुरु कस्तो हुन्छ? मेरो बिहानको सुरुवात चाहिँ यसरी हुन्छ भन्ने भ्ल्याट भुट हालेर एकदम कड्याम बुटुङ टुङ टुङ दौडेर उन्नीबाट बाहिर निक्लेर पानी कडा खाएर पूजासुजा गरेर आएर फेरि ब्लग खिचेर हुन्छ। फेरि मेरो बिहानतिर यता तराईतिर नि अब जाडो बढेछ, चट्ट हुसी लागेको छ। आज चाहिँ हुसु देखाइदिन्छु तपाईँहरूलाई म कत्रो हुसी लागेको छ। घरसम्म नदेखिने चाहिँ यहाँ चाहिँ घरबाट कत्रो हुसी लागेको छ हेर्नुहोस्। खतरा हुसी लाग्यो। तपाईँहरूकोतिर यस्तो हुसी लागेको छैन? कमेन्ट गरिदिनुहोस् है त। हुसी लागेको छ भने कमेन्ट यस भनेर कमेन्ट गरिदिनुहोस्, हुसी लागेको छैन भने नो भनेर कमेन्ट गरिदिनुहोस् होइन त गाइस। उतै रोडको हालत यस्तो छ, नदेखिन्छ त्यही हो गाइस। अझ चाहिँ कडा हुसी लागेको छ। घामै नदेखि 9 बजिसक्यो है, घाम देखाएको छैन। घाम सूर्य कता हो भन्ने जग्गा पनि भइसक्यो। त्यस्तै छ गाइस मौसम। अब चाहिँ त्यो कुन चाहिँले भन्छ त, तपाईँहरूको बिहानको सुरुवात कसरी हुन्छ हो त्यसलाई भन्नुपर्छ। त्यस्तो बिहानको सुरुवातमा त्यस्तो बिहानको सुरुवातमा यसरी गर्न सकेछ त्यसले? मेरो बिहानको सुरुवात चिया खानु हुँदैन हुन्छ। यस्तो जाडोमा चिया नखाए के खानु त? तातो पानी खानु। तातो पानी खाएर चिया खाने हामीले। चिया खानुपर्छ चाहिँ गाइज। चिया नखाइकन दिनको सुरुवात चाहिँ नगर्नुहोस्, चिया खाएरै गर्नुहोस्। ल अब चाहिँ हामी चिया खान जाऊँ है त। चक्क तल चिया खाऊँ चक्क। आज चाहिँ म स्कुलबाट आएपछि भ्लग अपलोड हुन्छ। आज चाहिँ म स्कुलमा मेरो चाहिँ आज के हो त्यो कारखाना साइन्स एक्सपेरिमेन्ट छ, त्यो चाहिँ दिनुपर्ने छ। आज चाहिँ शुक्रबार र आज चाहिँ दिएर आज त्यहाँनिर उयो लगाउँछ, उयो पुरै त्यहाँनिर सबैलाई कुर्सीमा बसाएर प्रोजेक्ट गर्न लाउँछ होइन त चट्ट। अनि त्यो प्रोजेक्ट गरिसकेपछि सबै प्यारेन्ट्सहरू आउँछन्। त्यो प्यारेन्ट्सहरूलाई के बुझाउँछ अनि बेलुका आएर फेरि भ्लग खिच्छु अलिकति अनि अपलोड गरिदिन्छ जस्तो गाइज। ल गाइज म स्कुलबाट आइसकेको छु। ल मेरो आज चाहिँ स्कुलमा फेरि आज साइन्स प्रोग्राम थियो, कारखानाबाट भएको साइन्स प्रोग्राम मैले गरिवरी आइसकेको छु। र आज बिहान जस्तो घाम हुसु लागेको थियो, अहिले पनि त्यस्तै हुसु लागेको, जाडो छ मौसम हेर्नुहोस्। हुसुले पुरै जाडो छ जाडो। ल अब गाइस चाहिँ हामी चाहिँ अब लुगा चेन्ज गऱ्यौँ अनि खाजासाजा खाऊँ है त। चट्ट बिहान स्कुलबाट आएपछि यस्तै छ। ल गाइस अब लुगासुगा खोलिसकेँ मैले। अब चाहिँ खाजासाजा खाने अनि त्यो पछि पढ्नु बस्ने। आज चाहिँ शुक्रबार हो। ल अब चाहिँ यहाँ बत्ती बलिरहेको दिउँसो पनि। यताको मौसम देखाइदिन्छु तपाईँलाई। अब अँध्यारो भयो, यताको मौसम एकदम गम्भीर जाडो छ हेर्नुहोस्। बिहानदेखि यस्तै हो, घाम पनि छैन हेर्नुहोस् यस्तो छ। बहिनी यसै छ मौसम। अब चाहिँ हेर्नुहोस् पुरा चिसो छ। मकै पकाएर खान मजा आउँछ। ल गाइस अब तलतिर जाऊँ हामी। ल चलाइसक्यौँ साथसाथ के हो टिभीमा फिल्म रहेछ। ल अब चाहिँ गाइस खाना खाने। अब खाजा सबै खाइसक्यो। अब चाहिँ हामी माथि जाने
यता चाहिँ अझै नै जाडो छ राति भइसक्यो अब चाहिँ अझै राति भइसक्यो कोही लिएर आएछ ल आजको फेरि राम्रो भ्लगमा चाहिँ आजको गाई तल चाहिँ आगो बलिरहेको रहेछ आगो सेक्न जाउँ है आज चाहिँ जाडो छ त्यसरी आज चाहिँ आगो सेक्न जाउँ ल तल जान्न एकछिन जाउँ आगो सेक्ने अब अय्या ठोके जाडो छ हेलो गाइज ल अब आगो सेक्न आइसक्यो यहाँ छ बाबाले आगो बलिरहेको खाना पकाउने यहाँ हट्ट यसरी आगो सेक्नु कति मजा छ गाइज यहाँ समिनी आगो तेरिरहेको छ बहिनी आगो सेकिरहेको छ यहाँ आगो सेका ल गाइज आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु हस् त लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु नबिर्सिनुहोस् लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनुहोस् त है।